आज पनि एउटा कविताको शीर्षक छ असुन्दर। कसले भन्यो तिमीलाई मनले राम्रो हुनुपर्छ भनेर। राम्रो त अनुहारले हुन्छ अहिले, व्यवहारले राम्रो हुनुपर्छ भन्नु व्यर्थ हो। राम्रो त आजकल व्यापारले हुन्छ। बिक्रीमा छन् सब कुरा आज, जो बिक्न सक्छ उसैको संसार छ। कसले भन्यो सुन्दरता आत्मामा हुन्छ, सुन्दरता त यहाँ परित्यागले हुन्छ। के तिमी त्याग्न सक्छौ आफूलाई, बेच्न सक्छौ आफूलाई, आफ्नो शरीर अनि यौवनलाई। कसले भन्यो सन्तुष्टि महसुसमा हुन्छ, सन्तुष्टि त उपभोगमा हुन्छ अनि उपभोगी व्यवहारले हुन्छ। त्यसैले राम्राहरूको भिडमा, सुन्दरहरूको लाइनमा बिक्री हुन नसक्ने म असुन्दर छु, कुरूप छु।